म चाहिँ एक्लै गुवाहाटीमा बस्छु नि त। हेलो एभ्रिवान, राधे राधे। अनि म चाहिँ आज चाहिँ ड्युटीबाट आएको भिडियो बनाउनु पनि पाइनँ कि आज चाहिँ पुरा दिनभरि बिजी थिएँ नि त म चाहिँ। अनि त्यही भएर अनि बिहान पनि हत्ता ड्युटी गएको थिएँ। अनि यस्तो गलेर आएको थिएँ क्या, दिनभरि उभिएर काम गर्दा गरेर अनि आउँदा चाहिँ नि त मलाई चाहिँ के हुन्छ भने रुममा आइसक्दा चाहिँ बेगहरू राखेर चाहिँ मलाई एकछिन बसिनँ र एकछिन ढल्किनँ भने चाहिँ मलाई चित्तै बुझ्दैन। त्यही भएर मात्रै म चाहिँ अनि उसको बाद मात्रै म वाट्सएपहरू गर्छु। म चाहिँ अनि यस्तै अब एकछिन बस्छु, एकछिन रेस्ट गर्छु। यता आएको म चाहिँ के ल्याएँ भन्दै हेरेको नि त, मैले चाहिँ के नुनहरू पनि सकिएको थियो। अनि सामानहरू पनि, चिया पनि खान मन लाग्यो कि कति दिन भएको थियो। मैले चाहिँ अलि डाइट गर्दैछु नि त अहिले चाहिँ। अनि चिया नखाएको पनि अनि खानु पऱ्यो भनेर नि त बाहिर आउँदै मात्रै खान्छु नि त म चाहिँ अहिले चाहिँ चिया। कहिले रुममा चाहिँ ल्याएकै थिइनँ नि त। अनि हेर्नु न, मेरो चाहिँ अनुहारमा पिम्पल्स भएको छ। अनि कस्तो भएको छ कि। अनि आज चाहिँ एकजना मेरो क्लाइन्टले चाहिँ कोकोनट ओइल लगा राम्रो हुन्छ भनेको छ। अब ट्राई गर्छु, तर राम्रो हुँदो रहेछ कि। मैले चाहिँ 2 खेप जस्तो लगाएँ अलिअलि। अनि मेरो चाहिँ हेर्नु न, आलु पनि सकिन आँटेको छ, ल्याउनु छ। अनि पानी पनि हेर्नु न, बोकेर लिएर आएको। अघि फर्स्टमा पानी ल्याएको थिएँ। अनि मेरो फुल चाहिँ हेर्नु न, यो पुरा मर्न थाल्यो, कस्तो उत हुन्छ कि। अनि म चाहिँ यहाँ सामानहरू ठिक्काहरू गरेर राखेर अनि वाट्सएपहरू गर्छु भन्दै सोच्दैछु। अनि म चाहिँ वाट्सएपहरू सबै थोक राखेँ होइन। अनि वाट्सएप गरेर नि आएँ, नुहाएर नि आएँ, बोडी वास गरेँ। अनि हेर्नु कोकोनट ओइल लगाउँदैछु। हजुरको पनि ज्यादा पिम्पल्स भने कहिले के हुन्छ भन्दा कोकोनट ओइल चाहिँ नेचुरली हो नि त। तर फेरि धेरै लगाउनु भयो भने त झन् निस्किन्छ नि पिम्पल। अलिकति लगाउनु, कहिले के हुन्छ नि, लाइक केमिकली ब्याक्टेरियाले पिम्पल्स निस्केको भन्छ नि त। कोकोनट ओइलले पनि राम्रो हुन्छ क्या। अनि हजुरले यसै कोकोनट ओइल अलिकति लगाएर यस्तै मासाज गर्नुहोस्, राम्रो पनि हुन्छ। मेरो हेर्नु न, कोकोनट ओइल लगाएको 2 दिन भयो, कस्तो सुक्न थाल्यो क्या पिम्पल्स। यत्रो ठुल्ठुलो आएको थियो। अनि मेरो चाहिँ मोस्टली लाइक हार्मोनल चेन्जको वजहले पनि हुनसक्छ, किनकि मेरो चाहिँ हार्मोन अलिक विक पनि छ। त्यही भएर होला सायद, मेबी धेरै पिम्पल्स आउँछ, घाँटी पनि आउँछ नि त। अनि कसैको चाहिँ अब लाइक मैलाले नै आउनसक्छ, त्यही भएर ब्याक्टेरिया नै हुनसक्छ। हजुरहरू पनि ट्राई गर्नु एकबार, अब 1 हप्ता जस्तो ट्राई गर्नु। अनि त्यहाँ जाती भएन भने लाइक हस्पिटल देखाउँदा हुन्छ। मेरो चाहिँ अलिअलि जाती भयो। अनि म चाहिँ त्यसरी तेल लगायो भने चाहिँ यसरी मासाज गर्छु नि त, आफै गर्नुपर्छ क्या। किनकि अब कस्टमरको त हामी गरिदिन्छौँ, तर हामीको त थोरै गरिदिन्छन् हो कि होइन। अनि आफै गर्नुपर्छ, थोडा अलिक टाइट बनाउनु पर्छ नि त स्किन। अनि हजुरहरू देख्नु, म चाहिँ हात खुट्टा सबैमा लगाउँछु कि। राति चाहिँ किन बिहानै उठ्दा चाहिँ सब बनाइदिइराखेको हुन्छ खुट्टाहरू सबै नि त कोकोनट ओइल लगाउँदा चाहिँ। अनि कोकोनट ओइल लगाउँदा चाहिँ कसको खुट्टाहरू फाट्छ नि, त्यो क्र्याक हुन्छ नि, त्यो चाहिँ कोकोनट ओइल लगाएर सुत्नु, त्योभन्दा बेस्ट, ग्यासलिङ भन्दा पनि बेस्ट त्यही हुन्छ क्या। अनि म चाहिँ त्यो अनुहार पनि एकछिन मासाजहरू गरेँ होइन। मेरो चुल चाहिँ हेर्नु न, वास गर्ने बेला भएको थिएन, बिहान वास गरेको थिएँ नि त। त्यही भएर म चाहिँ अलिअलि भिजिहाल्यो। त्यही भएर अनि म चाहिँ आज के खान्छु भन्दा चोकोपाई खान्छु। अलिअलि भोक लागे जस्तो भएको छ। खाना चाहिँ मलाई बनाउनै मन लाग्दैन कि राति आएपछि एक्लै हुँदा चाहिँ। बिहान चाहिँ बनाएर लिएर जान्छु, साथीहरूसँग खान्छु। एक्लै चाहिँ राति चाहिँ बनाउनु न, कहिले खाना मन लाग्यो भने यसो चिकनहरू ल्याएको छु भने चाहिँ बनाउँछु। नभए चाहिँ म ज्यादा जस्तो खाना खान्न, यस्तै गुसगुस खान्छु। नभए सातु लिएर राखेको छु कि, सातु तातो पानीमा उदो गरेर खान्छु। अनि सातु भन्दाखेरि त्यो बजारको सातु होइन है, फेरि हामीको गाउँ जाँदाखेरि बिहार 1 केजी जस्तो मगाएको थियो कि त्यही। अनि म चाहिँ आज चाहिँ चिया खान मन लागेको थियो भनेर अघि दुध देखाउँदै थिएँ नि त। अनि चिया खान आँटेको। अनि यहाँनिर बिहान सब्जी अलिकति राखेको थिएँ, भरे भोक लाग्यो भने सब्जी खान्छु भनेर अलिकति सब्जी राखेको थिएँ, न्युट्रेला आलुको। अनि त्यही खाँदैछु। अनि चिया पनि पाक्दैछ मेरो चाहिँ। अनि आज चाहिँ मेरो चाहिँ यस्तै बनाएँ। बेलुका आएर चाहिँ के गर्छु म भन्दाखेरि चाहिँ यति नै हुन्छ कि मेरो चाहिँ। अनि खाँदै पनि चिया पनि हेर्दैछु, खाँदै थिएँ, चिया पनि उम्लेर अलिकति गइ पो हालेछ। मलाई चाहिँ त्यो चिया उम्लिएर जान्छ नि, त्यतिखेर चाहिँ कस्तो मन दुख्छ नभन्नु न। ऊ त कस्तो चियापत्ता माथि आउँछ नि त, चायपत्ती, त्यही भएर कस्तो लाग्छ। तर पनि के गर्नु, गइहालेछ मेरै गल्तीले। अब त अनि फेरि चुला पुस्न नि त्यो चिया घोप्टेको चाहिँ साह्रो अल्छी लाग्छ। अनि मेरो चिया पनि रेडी भयो। अनि अब पिएर म सुत्छु गाइस। अनि गुड नाइट एभ्रिवान, बाई बाई, सी यु अगेन।